ल सुरु गरौँ है त। नेपाल भन्ने बित्तिकै हाम्रो दिमागमा के आउँछ? पक्कै पनि आजको यो देश, नक्सामा देखिने निश्चित सिमाना भएको हाम्रो झण्डा भएको देश। हो, यही नक्सा हाम्रो दिमागमा आउँछ। तर के सधैँ यस्तै थियो त? एकछिनलाई सोचौँ है। यदि 100औं वर्ष पहिले नेपाल भन्दाखेरि अहिलेको सिङ्गो देश नभएर केवल काठमाडौँ उपत्यकालाई मात्रै बुझिन्थ्यो भने अलि अचम्म लाग्छ हैन त? त्यसो भए यो नेपाल भन्ने शब्द आखिर आयो कहाँबाट? अनि कसरी एउटा उपत्यकाको नाम सिङ्गो देशको नाम बन्न पुग्यो? ल, हाम्रो पहिलो खण्डमा जाऔँ, आकारको प्रश्न। यहाँ हाम्रो मुख्य जिज्ञासा एकदमै सिधा छ। पुरानो समयमा नेपाल शब्दले वास्तवमा केलाई जनाउँथ्यो? अब यो कुराको गहिराईमा जानुअघि एउटा सानो नियममा सहमत हौँ है। हेर्नुस्, पुरानो इतिहासमा सबै कुरा ठोकुवा गरेर भन्न सकिन्न। त्यसैले हामी एउटा नियम अपनाउँछौँ। प्रमाण भएको कुरालाई प्रमाणित भनेर बुझ्छौँ, प्रमाण अलि कमजोर छ भने अनिश्चित मान्छौँ र कथा वा सुन्दै आएको कुरालाई परम्परा भनेर स्पष्टसँग छुट्याउँछौँ। यसले हामीलाई कुरा बुझ्न सजिलो हुन्छ। ल, अब लागौँ हाम्रो दोस्रो खण्डतिर, मौलिक नेपाल। त्यसो भए यो उपत्यका केन्द्रित नेपालको अर्थ के रहेछ त? आउनुहोस्, यसलाई अलि केलाएर हेरौँ। पुराना लेखोटहरू, शिलालेखहरू हेर्यो भने एउटा कुरा एकदमै स्पष्ट देखिन्छ। नेपाल भन्ने शब्दले धेरैजसो काठमाडौँ उपत्यकालाई नै जनाउँथ्यो। अनि त्यति बेलाको देशको सोच आजको जस्तो थिएन। मतलब निश्चित सिमाना हुँदैन थियो। राजा जति शक्तिशाली भयो, नेपालको प्रभाव क्षेत्र पनि त्यति नै फैलियो। अनि शक्ति घट्दा त्यो प्रभाव पनि खुम्चियो। हो, मुख्य फरक नै यही हो। हेर्नुहोस् त, एकातिर उपत्यकालाई केन्द्र मानेको, सिमाना स्थिर नभएको एउटा सांस्कृतिक केन्द्र थियो, अनि अर्कोतिर आजको हाम्रो निश्चित सिमाना भएको आधुनिक राष्ट्र राज्य छ। त्यसैले नेपाल शब्दको अर्थ समयसँगै कसरी बदलियो भन्ने कुरा बुझ्नु इतिहास बुझ्नकै लागि एकदमै महत्त्वपूर्ण छ। यही कुरालाई बुझाउन एउटा शब्द छ, नेपाल मण्डल। अब यो भनेको के हो त? सरल भाषामा भन्दा यो काठमाडौँ उपत्यकालाई केन्द्रमा राखेर बनेको एउटा सांस्कृतिक र राजनीतिक प्रभाव क्षेत्र हो। यो भूगोल मात्रै होइन, यो त एउटा सभ्यताको घेरा हो जहाँ एउटै किसिमको भाषा, जात्रा, मन्दिर र शहरी जीवनको गहिरो छाप थियो। तर एउटा प्रश्न आउँछ, काठमाडौँ उपत्यका नै किन यति महत्त्वपूर्ण बन्यो त? खासमा यसका 3वटा मुख्य कारणहरू देखिन्छन्। पहिलो त यहाँको मलिलो माटो, जसले गर्दा खेतीपाती राम्रो हुन्थ्यो। दोस्रो, व्यापार। यो ठाउँ हिमाल र तराई अनि उत्तर र दक्षिण जोड्ने एउटा प्रमुख व्यापारिक नाका थियो। अनि तेस्रो, यही कृषि र व्यापारको सङ्गमले धन, शक्ति र ठूला ठूला सहरहरूको विकास गरायो। त्यसैले त नेपाललाई केवल राजा महाराजाको शासनको रूपमा मात्रै होइन, उपत्यकामा हुर्किएको एउटा सभ्यताको केन्द्र भनेर बुझ्नुपर्छ। अब तेस्रो खण्डमा लागौँ। हामीले यो पुरानो कुरा कसरी थाहा पायौँ? आखिर यो पुरानो नेपालबारे हामीले थाहा पाउने आधारहरू, स्रोतहरू के हुन् त? ल, इतिहासकारहरूले पुराना कुराहरू कसरी पत्ता लगाउँछन् त? सबैभन्दा बलियो प्रमाण मानिन्छ ढुङ्गामा कुदिएका लेखहरू, जसलाई शिलालेख भनिन्छ। यी एकदमै भरपर्दा हुन्छन्। त्यसपछि आउँछन् पुराना हस्तलिखित किताबहरू, पाण्डुलिपिहरू। तर यसमा चाहिँ इतिहास, धर्म र कथाहरू मिसिएको हुन सक्छ, त्यसैले अलि होशियार भएर केलाउनुपर्छ। तेस्रो हो पुरातत्व, मतलब उत्खननबाट भेटिने पुराना मन्दिर, मूर्ति वा बस्तीहरू। अनि अन्तिममा आउँछ हाम्रो परम्परा र मुखामुख चल्दै आएका कथाहरू। यिनले समाजको स्मृतिलाई जोगाउँछन्, तर शिलालेख जस्तो ठोस प्रमाण चाहिँ मानिँदैनन्। ल, अब चौथो खण्ड, यो परिभाषा किन महत्त्वपूर्ण छ? यत्रो बेर हामीले नेपाल भनेको उपत्यका हो भन्यौँ, तर यो कुरा बुझेर आखिर के नै फाइदा हुन्छ र भन्ने प्रश्न आउन सक्छ। तर यसको महत्त्व धेरै ठूलो छ। हेर्नुहोस्, नेपालको यो पुरानो अर्थले नै हामीलाई बताउँछ कि किन सुरुमा राजनीतिक र सांस्कृतिक शक्ति यही उपत्यकामा मात्रै केन्द्रित भयो। पछि गएर पृथ्वीनारायण शाहले गरेको एकीकरण र राज्य विस्तारको कथा बुझ्नको लागि पनि यो जग बुझ्नु एकदमै जरुरी छ। त्यसैले भनिन्छ नि, इतिहास बुझ्नुभन्दा पहिले कहिलेकाहीँ शब्द बुझ्नुपर्छ। ल, अब हामी अन्तिम खण्डमा आइपुग्यौँ, सारांश र अब के? आजको हाम्रो यो विश्लेषणबाट मुख्य निचोड के निस्क्यो त? एकचोटि सर हेरौँ है। आजको छलफलबाट हामीले मुख्य 3वटा कुरा बुझ्यौँ। पहिलो कुरा, नेपाल भन्ने शब्दको अर्थ सधैँ एउटै थिएन। यो समयसँगै विकसित भयो र यसको मौलिक जरो काठमाडौँ उपत्यकासँग जोडिएको छ। दोस्रो कुरा, उपत्यका किन केन्द्र बन्यो?
किनभने यहाँ कृषि, व्यापार र संस्कृतिको एउटा गजबको सङ्गम थियो। र तेस्रो, सबैभन्दा महत्त्वपूर्ण कुरा, इतिहास बुझ्नको लागि प्रमाण र परम्परालाई छुट्याएर हेर्न जान्नुपर्छ। ल, अब हामीले नेपाल भनेको सुरुमा काठमाडौँ उपत्यका रहेछ भन्ने त बुझ्यौं। त्यसो भए यो उपत्यकामा सबैभन्दा पहिले शासन गर्ने भनिएका शासकहरू किराँतहरूको बारेमा के त? किराँत को थिए? के उनीहरूले साँच्चै यहाँ शासन गरेका थिए? यसमा प्रमाण कति छ अनि परम्परा कति? अब आउने अर्को भागमा हामी यही प्रमाण विरुद्ध परम्पराको तराजुमा राखेर किराँतहरूको कथालाई बुझ्ने प्रयास गर्नेछौँ। त्यतिन्जेलको लागि प्रमाण र परम्परा बीचको यो फरकलाई मनन गर्दै गर्नुहोला।